सबैलाई नमस्कार। म ओम फुलानको तर्फबाट तपाईहरु सबैलाई हाम्रो समस्त गाउँवासीहरुको लागि मैले गाउँकै बारेमा केही लेखेको छु। म सानो छिटो मिठो भन्ने छु र गाउँमा राम्रो शिक्षा विद्यालयको उचित व्यवस्था नहुँदाखेरि अभिभावकहरु छोराछोरी पढाउन सहर जाने र यसले गर्दाखेरि सुनसान हुने र समस्याले धेरै ठाउँमा देखेको छ। धेरै ठाउँमा भन्दा पनि म आफ्नै गाउँको बारेमा भन्छु, किनभने कि सबैको गाउँको हितकै लागि होस् भनेर मात्रै हो यो एउटा सानो कुरा। यो गम्भीर विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउनकै लागि पनि एउटा सानो मेरो निवेदन सम्झिनु। जे सम्झिनु तपाईहरु आफै बुझ्नु होला हैन। हाम्रो गाउँमा रहेको स्थानीय विद्यालयको भौतिक पूर्वाधार कमजोर हुनु, विषयगत र दक्ष शिक्षाहरूको अभाव हुनु तथा आधुनिक शिक्षा जस्तै कम्प्युटर, इङ्ग्लिस, अङ्ग्रेजी माध्यमको पढाइको व्यवस्था नहुँदा यहाँको शिक्षाको स्तर निकै नै खस्किएको छ। आफ्नो बालबालिकाको भविष्य बिग्रिने डरले गर्दाखेरि गाउँका प्राय सबै अभिभावकहरू छोराछोरी पढाउन भनेर बजार सहरतिर बसाइ छर्न बाध्यता भएका छन्। छोराछोरी पढाउनकै लागि गाउँघरको परिवार सहर जाँदा गाउँमा कृषि कार्य केही काम गर्नलाई युवाहरूको कोही पनि बाँकी छैन। युवा र बालबालिकाको अभावमा हाम्रो गाउँ पुरै सुनसान र वृद्ध आश्रम जस्तै भएको छ है। अहिले ध्यान होला, पुरै सुनसान हुनेछ। अझै कति के हुन्छ, सिर्फ वृद्ध आश्रम जस्तै भइसक्यो। साँच्चै नै हो सोच्ने हो भने गाउँको विद्यालय राम्रो नभएकै कारणले गर्दाखेरि गाउँ पुरै रित्तिने अवस्थामा पुग्ने अत्यन्तको चिन्ताको विषय हो यो। अब गाउँको स्थिति जोगाउनु नै साँच्चै नै गाह्रो भइसक्यो। सहर गएकाहरूलाई पुनः गाउँ फर्काउनका लागि हामीले के गर्नुपर्छ? विद्यालयमा दक्ष, अनुभवी र विषयगत शिक्षाहरूको दरबन्दी तुरुन्त थप गरियोस्। सहरका विद्यालय सरी गाउँमा पनि प्राथमिक तहदेखि नै अङ्ग्रेजीको माध्यम र शिक्षाको व्यावहारिक सुरुवात गरियोस्। विद्यार्थीहरूलाई आकर्षित गराउनका लागि गुणस्तरीय नियमित अनुगमन तथा अतिरिक्त क्रियाकलापहरू जस्तै खेलकुद, चित्रकला आदिको व्यवस्था गरियोस्। गाउँको विद्यालय सुध्रिएमा सहर पलायन भएका पुनः फेरि एकचोटि गाउँ फर्किने छ र गाउँमै फेरि गुन्जान हुनेछ, वाव हुनेछ। यो विषयलाई गम्भीरताका साथ लिई आगामी योजना र बजेटको विषयमा प्राथमिकताका साथ सम्बोधन गरिदिनु हुनेछ भन्ने पुनः विश्वास गरेको छु। गाउँमा राम्रो स्कुल नहुँदा सबै सहर जाने र बाध्यता यो साँच्चै नै एउटा गम्भीर समस्या हो यो। यसले गर्दा गाउँ पुरै रित्तिँदै जान्छ र सहरमा चाप बढ्ने स्थिति सिर्जना भइरहेछ। त्यसैले भन्छु, गाउँमै शिक्षा र विकासको मागको आवाज उठाउँ। म एक्लै उठाएर के गर्न, सबैजना उठाउनुपर्छ। म एक्लै त यस्तो गऱ्यो भने हुने रहेछ भनेर मात्रै मैले एउटा यो सानो वाचन गरेँ मात्रै हो। किनभने कि मैले हिजो अस्ति बजेट भाषण सुनिरहेको थिएँ, देखिरहेको थिएँ हैन। यसले चाहिँ मैले एउटा केही गरौँ भने मात्रै भनेको है साथीहरू।